गण्डकी प्रदेश भलिबल संघका टिम क्याप्टेन तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी सन्जु विक्रम शाहसँग नेपाली फिल्म स्टार राजेन्द्र खड्की ज्यूको बाटोमा केही दिन अगाडि अचानक भेट भएको थियो, जसमा सन्जु विक्रम शाह आफ्नो गाउँ घरमै बसेर माछा मारेर फर्किराख्नु भएको थियो भने राजेन्द्र खड्की गाडीमा आइराख्नु भएको थियो। पूर्व राष्ट्रिय भलिबल खेलाडी सन्जु विक्रम शाहलाई बाटोमा भेटे पछाडि राजेन्द्र खड्कीले के भन्नुभयो त एकचोटि यो भिडियो पुरै हेर्नु है त। तिमी भलिबलको राष्ट्रिय खेलाडी हेर्नुभयो, नेसनल च्याम्पियनसिपमा गर्छ होइन हो? अब हेर्नु के माछा मारेर आएको नेपालको राष्ट्रिय खेलाडीको ताल यस्तो पार्दैछ। यो मलाई चोर, यो खेलकुद परिषद युवा चाहिँ हुन्जेल ठिक थियो, अब यो आयो फडाएर यस्तो टप खेलाडीहरू के गहनाहरूलाई चाहिँ यसो गरेर सञ्जय विक्रम शाह। ओके ब्रदर, लभ यो माछा खानु, यो चोर चाहिँ नेताहरूको पैसा नलाग्नु। ओके बाई मुला नेताहरू। नेपाली राष्ट्रिय भलिबल खेलाडीहरूलाई भलिबल संघ लगायत राज्यहरूले नै राम्रो सेवा सुविधा र तलब दिएर राख्न नसक्दा उहाँले नेताहरूलाई गाली गरिरहेको यो भिडियोमा तपाईहरूले देख्न सक्नुहुनेछ। यो सन्जु विक्रम शाहको मात्रै कहानी होइन, यो हरेक नेपाली भलिबल खेलाडीहरूको कहानी हो। नेपाल भलिबल संघ लगायत नेपाल सरकारले पनि नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीहरूलाई उहाँहरूको जीवनस्तर उकास्नको लागि छिटोभन्दा छिटो मद्दत गर्नु पर्यो भनेर उहाँले आफ्नो केही भनाइहरू पनि राख्नु भएको छ र यो चोर नेताहरूको पछाडि नलाग्नु भनेर पनि भनिराख्नु भएको छ। नेपाली भलिबल खेलाडीहरूको कमाई भनेको लोकल टुर्नामेन्टहरूबाट जतिसुकै कमाई हुन्छ त्यति नै हो। उहाँहरूको लागि पनि उचित स्यालेरी र उचित सेवा सुविधाको व्यवस्था हुनु पर्यो। यो हामी सबै नेपाली भलिबल प्रेमीहरूको माग हो। यो सन्जु विक्रम शाह लगायत हरेक भलिबल खेलाडीहरूलाई उचित व्यवस्था होस् र उचित ध्यान जाओस्, यसको हामीले कामना गरौँ। तपाईहरू यो राजेन्द्र खड्कीज्यूले भन्नुभएको भनाइमा के भन्न चाहनुहुन्छ त आफ्नो आफ्नो विचार कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।